साथीहरु, मेरो मनमा लागेको कुराहरु म दुई शब्द यसमा यहाँ भनेको छु। के कस्तो लाग्छ कमेन्ट गर्नु होला है। सुनौं है। सम्मानित प्रधानमन्त्री सुशीला कार्कीज्यू, एकजना व्यक्ति जसले आफ्नो सम्पूर्ण जीवन समाज, राष्ट्र र जनताको सेवामा समर्पित गरे। एकजना व्यक्ति जसले एक आवाजले अन्धकारमा हराएका हजारौं मानिसहरूको आशाको किरण देखे। एकजना व्यक्ति जसले आँसु पुछिदिए, अन्याय विरुद्ध लडिदिए, असहारालाई सहारा दिए। त्यही व्यक्तिले आज अपराधी बनाई संसारकै सबैभन्दा ठूलो चोराचारीको रूपमा जेलमा सडाउँदैछन्। के यही हो हाम्रो न्याय? रवि लामिछानेले गरेका सामाजिक कार्यहरू, अनाथहरूलाई आमा बुबा दिए, बिरामीलाई उपचार दिए, आवाजबिनलाई आवाज दिए, असहारलाई सहारा दिए, बेचिएका चेलीहरूको उद्धार गरे। तर आज उनीमाथि गरिँदै गरेको अमानवीय व्यवहार देख्दा लाखौं जनता व्यथित छन्। उनी निर्दोष हुन् भन्ने कुरा हरेक नेपालीको मनमा गुन्जिएको छ। प्रधानमन्त्रीज्यू, अब ढिला नगरी न्याय दिनुहोस्। अब ढिला नगरी मुद्दा निम्टाउनुहोस्। अब ढिला नगरी यो राष्ट्रलाई चिनाउनुहोस् कि नयाँ नेपालमा निर्दोषलाई अपराधी बनाइदैन। जनताले आज तपाईलाई हेरेर बसेका छन्। जनताले आज तपाईलाई न्यायको प्रतीक मानिरहेको छ। जनताले आज तपाईसँग एउटा मात्र अपेक्षा राखेका छन्। सुशीला कार्कीले इतिहास रचिन् कि पुरानो अन्यायलाई नै दोहोऱ्याउँछिन्। भोलि जब पुस्ताहरूले यो दिन सम्झिनेछन्, उनीहरूले लेख्नेछन् सुशीला कार्कीको नाम न्यायसँग जोडिन्छ कि अन्यायसँग। अब समय आइपुगेको छ। अब ढिला गर्न मिल्दैन। अब जनताले धोका खान सक्दैन।